म मेरो जस्तो दिदी यहाँ धेरै आउनुभएको छ। त्यो सबैजनाले आफ्नो भाइ दाइहरूको नर्क फाल्नु भएको छ। स्वास्थ्यको कामना गर्नुभएको छ। आफ्नो दाजुभाइलाई सधैँ राम्रो होस् भनेर नर्क फाल्नु भएको छ। दाजुभाइलाई राम्रो होस्, रोग नलाओस्, सबैलाई सुख शान्ति मिलोस् भनेर नर्के फाल्ने चलन छ बाबु। अब नुहाइ गर्ने, तिलको जट्रा बाल्ने, अनि तिलको तेलमा बत्ती बाल्ने, अनि पूजा गर्ने, राम्रो होस् दाजुभाइ दिदीबहिनीलाई राम्रो होस्, सुख शान्ति मिलोस् भनेर पूजा गर्ने चलन बाबु। गर्ने चलन छ नर्के फाल्दाखेरि। नर्के फाल्दा पूजा गर्ने, अनि नारायण नुहाउने, अनि पूजा गर्ने, धुप गर्ने, त्यही चलन छ। तिलको दाउराको आगो ताप्ने। यो किन गर्नुभएको हजुरहरूले? यो दाजुभाइको लागि, दाजुभाइको आयु बढोस् भनेर हामीले आरती गर्यौं, पूजा गर्यौं, नर्के फाल्यौं, सब गरेर हिँड्यौं। दिदी हजुरले के गरेर नर्क फाल्नु भयो? दाजुभाइलाई सुख शान्ति समृद्धि छाओस् भनेर, दाजुभाइलाई दुःख कष्ट कहिल्यै नलागोस् र हिँड्दाखेरि ठेस नलागोस्, राम्रोसँग प्रगति गर्दै जाउन् भनेर आज नर्के फालिन्छ। भन साथी हो आज हामीले दाजु भाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै देवतालाई सम्झी दियो बाली नदीमा छाडी यसैमा दाजु भाइको कष्ट जाओस्, दुःख जाओस्, निरोगी होउन्, अघि बढुन् भन्ने कामना गर्दै हामीले नर्के फाल्यौं। देउसी भैलो खेल्नलाई मन लाग्यो, दसैँ गयो तिहार आयो, देउसी भैलो खेल्नलाई मन लाग्यो। मेरो नि अर्थ भएन। के भनेर फाल? दाजुभाइको दुःख कष्ट सबै लैजा नर्के, नैजा नर्के, नर्के फर्के। सबै दगुराको एउटै फुलै चढायो। अहिले बिरामी नहोस्, सधैँ दीर्घायु र सुस्वास्थ्यको कामना सधैँ जितुन्, सधैँ अगाडि बढुन्। जय गङ्गे, हर गङ्गे। आदि भन्न जान्ने यहाँ भन्नु ल हाम्रो तिलको उनी भए बालम बालम कि दिदीलाई
छैन केही पनि। छोरी तिमी पनि त्यही छौ त? त्यही छौ दिदीहरूसँग फेरि दाजुभाइलाई सुख होस्, शान्ति होस्, समृद्धि होस्, उत्तर उत्तर प्रगति होस्। सधैँ हाँसिलो अनुहार देख्न पाइयोस्, प्रगति गर्दै जानु।